यो जनजातिहरूले नेपालमा आफूले आफूलाई के भन्न ठानेका छन्? जनजातिहरूले सबै कुरा सबै अधिकार मागेर यो चाहियो त्यो चाहियो भनेर यिनीहरूले गर्न के खोज्यो? मलाई के लाग्छ भने यो चोटिको चुनावमा पुरानो भन्दा पनि नयाँहरू सँगै राम्रो व्यक्तिले चाहिँ चुनाव जितेर जाउन् र पुरानोहरूलाई चाहिँ एकदम धेरैचोटि चुनावमा जितिसकेको, संसदमा गइसकेको, मन्त्री प्रधानमन्त्री भइसकेका र केही पनि नगरेका अथवा पुरानोहरूलाई चाहिँ यो चोटिको चुनावमा चाहिँ हराएर नयाँहरूलाई जिताएर पठाउनुपर्छ। त्यससँगै पुरानोहरूलाई चाहिँ सुध्रिने टाइम 5 वर्ष दिनै पर्छ भन्ने सोच हो। तर अहिले के चलेको छ भने ट्रेड के चलेको छ भने एउटा पार्टीले अर्को पार्टी अथवा अर्को पार्टीले अर्को, एक व्यक्तिले अर्को व्यक्तिको चाहिँ लामो भाषणको थोरै टुक्रो मात्रै काटेर त्यसको नकारात्मकलाई काटेर एउटा पार्टीले अर्को पार्टीको विरोध गर्ने चलन चलिरहेको छ। जस्तै बालेन शाहको, रवि लामिछानेको, हर्क साम्पाङको, अरू अन्य नेताहरूको पनि त्यस्तो चलिरहेको छ। त्यो एकदम बिल्कुलै नराम्रो हो। किनभने कुनै पनि व्यक्तिको नकारात्मक फैलाउनु अथवा नराम्रो समाजमा फैलाउनु राम्रो होइन। जस्तै अहिले त्यसमा गगन थापा मारमा परेका छन्। यो भिडियो हेर्नुहोस्। यो जनजातिहरूले नेपालमा आफूले आफूलाई के भन्न ठानेका छन्? जनजातिहरूले सबै कुरा सबै अधिकार मागेर यो चाहियो त्यो चाहियो भनेर यिनीहरूले गर्न के खोज्यो? यो भिडियो लगभग 27-28 मिनटको लामो भिडियो र त्यसमा चाहिँ जनजातिहरूले चाहिँ यस्तो यस्तो गरेर उचालेर चाहिँ जनजातिलाई चाहिँ झन् मार्कामा पारिएको छ अथवा उचालिएको छ। त्यसले गर्दा जनजातिलाई न्याय दिनको लागि हामी न्याय दिन्छौँ अथवा न्याय दिनुपर्छ भनेर राम्रो पोजिटिभ कुरा नै बोलेको हो गगन थापाले। तर थोरै सानो भिडियोलाई काटेर अहिले चाहिँ भाइरल बनाएर नकारात्मक समाजमा चाहिँ फैलिरहेका छन्। जस्तै यो भिडियो हेर्नुहोस्। गगन थापाको यो भिडियो यदि सरलाई 4 का जनताले हेर्यो भने चाहिँ गगन थापाको एक मत पनि आउँदैन। यस्तो खालको एउटा निरङ्कुश, एउटा संकीर्ण विचारधारा भएको मान्छे प्रधानमन्त्रीको दावेदार कसरी हुन सक्छ? उहाँले र अर्को यो पनि भिडियो हेर्नुहोस्। गगन थापा बाख्रेले चाहिँ अब यत्रो जनजातिलाई चाहिँ अपमान गरेर चाहिँ त्यत्रो चाहिँ सामु एउटा चाहिँ भाषण दिएको रहेछ। यसले तुरुन्त चाहिँ यो कुरामा चाहिँ माफी मागेन भने यसलाई चाहिँ यसको अघि पछि हुने जति पनि नाकथेप्चेहरू छ सबजनाले 1 मिनट भएर यसलाई कालो मोसो दल्नुपर्छ है। उहाँले पनि हो यसरी चाहिँ आफूले बुझेर या त आफूलाई मन पर्दैन भन्दैमा जे मन लाग्यो त्यही अरू कसैको नकारात्मक सामाजिक सञ्जालमा अथवा समाजमा फैलाउनु चाहिँ पक्कै पनि राम्रो होइन। जो कोहीको पनि चाहे पुरानो होस् चाहे नयाँ होस् कसैलाई पनि गाली गर्नु, नराम्रो बोल्ने अथवा समाजमा चाहिँ नकारात्मक फैलाउनु राम्रो होइन। जे छ नराम्रो त्यो नेपाल सरकार अथवा नेपालको कानुनले सजाय दिने नै छ। तर धेरै नराम्रो गर्नु र समाजमा चाहिँ नकारात्मक फैलाउनु पक्कै पनि राम्रो होइन। आफूलाई मन परेको छैन भन्दैमा नभएको कुरा कमसेकम बोल्न पाइयो। तर नभएको भन्दा पनि नभएको अथवा थोरै भिडियो काटेर कसैको नराम्रो गर्नु अथवा नराम्रो सामाजिक सञ्जालमा नकारात्मक फैलाउनु पक्कै पनि राम्रो होइन।